हाई एभ्रिवान, म चाहिँ आज बिहानै उठेँ, नुहाइधुवाइ गरेर फ्रेस भएर हल्का मेकअप गरेर चाहिँ पशुपतितिर लागेँ। हामी चाहिँ चक्रपथ हुँदै गयौँ। त्यो बाटो नहिँडेको पनि धेरै भएको रहेछ क्या, मैले चाहिँ है कति ठुलो बनाएको रहेछ क्या बाटो पनि। अनि हामी चाहिँ मन्दिरको गेटमा पुग्यौँ। भाइले चाहिँ माथि लगेर बाइक पार्किङ गर्यो। हामी चाहिँ घरबाट केही पूजाको सामानहरू केही लिएर गएको थिएनौँ नि त, सो त्यही भएर त्यहाँ पूजाको सामान पनि किन्यौँ। त्यसपछि म चाहिँ पूजाको सामान बोकेर हिँड्दै थिएँ अनि भाइ चाहिँ पछि भिडियो खिच्दै आइरहेको थियो। म चाहिँ कुन बाटो जाने भनेर अलिक कन्फ्युज भएँ। एकछिन त आफूलाई हाँसो लागेर है। आज शनिबार, त्यसमाथि पनि अब मलमा सुरु हुन लाग्यो नि त, सो त्यही भएर होला एकदम भिड थियो क्या आज पशुपतिमा। अनि हामीले चाहिँ लाइन नबसिकन पूजा गर्ने भनेर हामी गयौँ कि। अनि त्यहाँ पूजा लाइन नबसिकन त पूजा गर्न मिल्दैन नि त मेन मन्दिरमा। अनि हामीले चाहिँ अगाडिबाटै पूजा गऱ्यौँ। अनि त्यहाँ धुपहरू पनि बाल्न पाइँदो रहेछ क्या। अनि हामीले चाहिँ धुपबत्तीहरू पनि अगाडि नै ल्याएर बाल्यौँ। मैले चाहिँ सानो बिजनेस स्टार्ट गर्न लागेको थिएँ क्या, तपाईँले पनि देख्न सक्नुहुन्छ त्यहाँ। त्यही भएर त्यस्तो गरेको, अहिले त्यस्तै ट्रेन्ड छ नि त, सो मैले पनि त्यही भएर त्यही गरेको के। अनि मैले चाहिँ त्यहाँ फोटो भिडियोहरू पनि खिचेँ अलिअलि भगवान् शिवजीको अगाडि यस्तो नमस्ते गर्दै। अनि त्यहाँबाट निस्क्यौँ क्या हामी। अनि मलाई चाहिँ एकदम त्रिशुलको टिका लाउन मन थियो क्या। अनि त्यहाँ कहीँ भेटेनौँ। अनि त्यहाँ एकजना त्यो आमा हुनुहुन्छ नि, उहाँले टिका लगाइरहनु भएको रहेछ, त्यहाँ गएको हो मेन त। अनि त्यो बाजेले यता तानेर मलाई त्यो कालो धागो लगाइदिनु भयो। अनि त्यो कालो धागो लगाइसकेपछि अनि पैसा माग्नु भयो क्या। अनि मैले पैसा निकालेर दिएँ 50 रुपियाँ, त्यतिले पुग्दैन 1200-1300 देउरे क्या। एकछिन त म त ट्वाँ परेँ क्या। अनि फेरि मैले 100 रुपियाँ निकालेर दिएँ होइन। अनि फेरि मैले पैसा दिइरहेछु क्या, मलाई थाहा नै होइन क्या, मैले 500 दिइसकेको रहेछु होइन। अनि भाइले पो गाली गर्यो, कति पैसा दिए भएर भाइले गाली गर्यो। अनि तानै लिएर गयो क्या भाइले मलाई। अनि त्यहाँबाट चाहिँ हामी बुवाकोमा खानासाना खाएर त्यहाँबाट फर्क्यौँ। अनि त्यहाँबाट फर्किँदा हामीले बाटोमा चाहिँ दिदीलाई भेट भएको थियो क्या। अनि दिदीलाई यसो बाई गरेँ मैले चाहिँ। अनि त्यहाँबाट फर्केर घर पुग्यौँ। हेरौँ न मेरो फेस कस्तो देखिएको, एकदम गाह्रो भइरहेको थियो क्या मलाई। दिनभर पनि पुगेको थिएन, यस्तो गाह्रो भएको थिएन। अनि त्यो चुरा कानको लगाएँ, अनि चुरा खोलेँ। त्यो चुरा खोल्नलाई यति गाह्रो भएन मलाई, यस्तो गाह्रो भएन, यस्तो गाह्रो भइरहेको थियो क्या। अनि म चाहिँ सेटाफिलको मोइस्चराइजर लाउँछु क्या। अनि मोइस्चराइजर लगाएँ अनि अलि फ्रेस भएँ। अनि रिडिङतिर लागेँ म चाहिँ। अनि त्यो अरूले गरेको देख्दा कस्तो रमाइलो कस्तो हो नि, तर बिल्कुल त्यस्तो छैन कि, एकदम गाह्रो हुने रहेछ कि। तर मैले आफूले स्टार्ट गर्दैछु नि त, अनि एकदम गाह्रो, यस्तो गाह्रो भएन नि। अनि भाइले चाहिँ खाना बनायो। अनि खानासाना खाएर सुतेको। साथीहरू यति नै हो आजलाई, बाई। अब नेक्स्ट भिडियोमा है त।